हाई एभ्रिवान, नमस्कार अनि न्यानो अभिवादन साथसाथै हजुरहरूलाई मेरो भिडियोमा स्वागत गर्न चाहन्छु हैन। अहिले चाहिँ भने म यहाँनेर गाईखाना भन्ने जग्गामा छु हैन। अन्त यहाँनेर चाहिँ हाम्रो माने छ, त्यसले गर्दाखेरि चाहिँ म चाहिँ यहाँ माने हेर्न आएको थियो है। अन्त एउटा माने बिग्रेको रहेछ, त्यसले गर्दाखेरि अनि म चाहिँ यहाँ माने हेर्न आएको क्रममा चाहिँ यसो यहाँनेर एउटा जग्गा चाहिँ दामी छ र चाहिँ हैन, यसो भिडियो बनाउनु पर्यो भनेर चाहिँ इच्छा लागेर है यहाँ भिडियो बनाउन आएको है। जग्गा चाहिँ एकदमै सुन्दर छ हैन। अनि यहाँ मुनि चाहिँ पुरा नोइस छ है, नोइसलाई चाहिँ इग्नोर गर्नुहोस् होला हैन, किन भन्दा यहाँ मुनि चाहिँ खोला छ है। खोला पनि यति दामी छ हैन, एकदमै सुन्दर सुन्दर उयो छ, के भन्छ यहाँको भ्यू छ हैन। अन्त यो ब्रिजहरू पनि एकदमै राम्रो छ है। अन्त यस्तो छ यहाँनिर। अन्त यहाँ मुनि चाहिँ खोला छ है, यो चाहिँ के खोला भन्छ है, नाम त याद छैन, तर यो जग्गाको नाम चाहिँ गाईखाना भन्छ है, गाईखाना। अन्त यहाँ उतापट्टि एउटा क्रसर पनि छ है, जहाँ चाहिँ तपाईँको गिटी बलुवा ढुङ्गाहरू उयो गरेर चाहिँ गिटी बलुवा बनाइन्छ है, त्यो जग्गा त्यस्तो पनि छ है। अन्त यहाँनिर चाहिँ नयाँ ब्रिज बनिँदैछ हो। अहिले चाहिँ हामी आएको चाहिँ यो बाटो होइन, यो बाटो यसो गएर आएको। अनि यहाँ चाहिँ एउटा ब्रिज बनिँदैछ, यो चाहिँ बहुत पुरानो पहिलादेखिको स्टार्ट भएको, तर अहिले चाहिँ अब एन्डिङ हुन आँटेको छ है। अन्त यो खोला चाहिँ यति दामी छ हेर्नु नि, यो दृश्य हेर्नु नि यो होइन, यस्तो हेभी उयो छ कि, यस्तो करेन्ट यस्तो हेभी छ कि, स्पिड छ पुरा खोलाको हो। यहाँ हेर्नुहोस् त, एकदमै दामी छ हो। अनि यो जग्गामा चाहिँ अब बस्ती हो, यो बस्ती नै हो यो जग्गा चाहिँ, अब बस्ती हो होइन। हेर्नुहोस् यस्तो दामी छ हो खोला चाहिँ होइन, यो चाहिँ एकदम बस्ती जग्गा हो। अनि नाम चाहिँ गाईखाना चाहिँ किन बस्यो भन्ने कुरा त याद भएन होइन, तर अब सबैले गाईखाना गाईखाना भन्दो रहेछ होइन यो जग्गालाई चाहिँ। अन्त अलिकति माने बनाउन आउने क्रममा चाहिँ अलिकति भिडियो बनाउनु पर्यो, जग्गा एकदमै दामी छ, शान्त एकदम शान्त छ भनेर चाहिँ बनाइदिएको होइन हजुर। अनि हजुरहरूलाई मन पर्यो भने है लाइक कमेन्ट सेयर गरिदिनु होला। अन्त यो जग्गा चाहिँ पहिला चाहिँ एकदमै ठुलो पहिरो आएर क्या त, पुरा ठुलो पहिरो आएर चाहिँ बनिएको जग्गा अरे यो भनेर चाहिँ मैले सुनेको होइन। यो हामीले माने बनाउँदै गर्दाखेरि त्यति बेला धेरै दिन हामी यहाँनिर बस्यौँ आयौँ बस्यौँ होइन, त्यसले त्यो टाइममा मैले सुनेको है। यो जग्गालाई चाहिँ यो परको यो रातो देख्नु हुँदैछ नि, यो हो, यो चाहिँ हाम्रो माने हो। अन्त यहाँनिर चाहिँ क्रसर छ हो, क्रसर उयो छ, प्लान्ट छ। अन्त यहाँदेखि उँभो चाहिँ जङ्गल छ है, एकदमै जङ्गल छ, एकदमै के भन्छ डेन्स फरेस्ट छ है, डेन्स भन्छ नि अब, एकदमै बाक्लो जङ्गल छ है। अन्त यहाँ चाहिँ क्रसरहरू छ। अन्त यो जग्गा चाहिँ पहिला चाहिँ पहिरो आएर बनिएको अरे भनेर चाहिँ मैले सुनेको है। अब कहाँसम्म सत्य हो त्यो कुरा त म जान्दिनँ होइन, तर त्यस्तो अरे भनेर चाहिँ मैले कतिजनाको मुखबाट सुनेको है। अन्त यो चाहिँ अलिक माथिसम्मै छ गाउँ हो, यो चाहिँ तपाईँको गाईखाना भन्छ। त्यहाँदेखि यो खोला उतापट्टि पनि एउटा खोला छ, यहाँदेखि उतापट्टि एउटा खोला छ, त्यो खोलादेखि उतापट्टिलाई चाहिँ फेरि लबी भन्ने गर्छ है, लबी भन्छ होइन। अन्त त्यो पनि एकदमै सुन्दर जग्गा छ है। अनि बस्ती हो, यो बस्ती एरिया हो, यहाँनिर एकदमै शान्ति हुन्छ है। यस्तो छ है, यो चाहिँ हो हाम्रो माने है, यहाँ छ मेरो गाडी। अन्त यो चाहिँ हो गाउँ है, एकदमै सुन्दर गाउँ छ है। हवस् त साथीहरू, हजुरहरूलाई भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला है। अहिलेलाई भने चाहिँ हजुरबाट बिदा चाहियो त, बाई बाई।